मित्रहरु इमर्जेन्सीमा आजै बनाएको बिहान बनाएको माछा चाहिँ हान्नु पर्यो स्थिति यस्तो छ ल हेर्नुस् हैन। अब यसको रिजल्ट कस्तो हुन्छ भन्ने कुरा चाहिँ हाम्रो शेफ मोहनले खोलेको माछा चाहिँ सट्ट भित्र पकाउँदाखेरि के हुन्छ भन्ने कुरा चाहिँ यहाँ तपाईहरुलाई थाहा हुन्छ ल हेर्नुस्। खर 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 माछा गर्न गाह्रो छ। नयाँ माछा हो। नयाँ माछा भयो अलिकति खोल्न गाह्रो तर बिगा सहितको अलिकति बाहिर अलि धेरै बेर बस्यो भए सजिलो हुन्थ्यो। कहिलेकाहीँ इमर्जेन्सीमा यस्तो पनि गर्नुपर्छ के हैन। नर्मली चाहिँ हामीले बिगा सहितको माछा चाहिँ कि 24 घण्टा पछाडि कि 36 घण्टा पछाडि नत्र नर्मली 48 घण्टा पछाडि नै हो हान्ने। तर अहिले हाम्रा पुराना माछाहरू सबै सिद्धिए पिजाडुहरू र अहिले नयाँ इमर्जेन्सीमा हान्न पर्यो। त्यसकारण अहिले बन्दैछ ल हेर्नुस् है कस्तो हुन्छ भन्ने कुरो यो पनि आज तपाईहरुलाई हामी देखाउँदै छौं। हेर्नुस् त कति प्लान हेर्नुस् त कम्पासले गोलो बनाए जस्तो छैन त यस्तो हो के बडा हो बडा। आज बनाएको माछा हो कि बिहान हो दिउँसो बनाएको माछा हो। अब इमर्जेन्सीमा चाहिँ आज हान्न पर्यो। यो खोल्दाखेरि कस्तो हुन्छ भन्ने कुरो हुन्छ नि मेरो भाइ। कसम यस्तो मिलेको मुख यार कसको मोबाइल खोज्छको अहिले अस्ति न बल्ल बल्ल समाजले खुट्टाले सिरिङ गरेर अझ भाइले मोबाइल खसाल धेरै अझ नेपाली 2 लाख 1000 पर्यो हैन। आइफोन नकिन त्यस्तो के हो किनेर फेरि अलिक हैन यो ठिक छैन केला भने त फेरि बेला आज बनाएको माछा लानु साथी हो फुल्न चाहिँ फुल्दा रहेछ। आजै बनाएको माछा यस्तो भयो हाम्रो सरल खानेलाई देखाइदिनु त जय नेपाल।